अन गरेपछि यो बल्ल अन भयो कि यसको पोइन्ट आउनुपर्छ क्या Wait, how are you? There you ठिक नै यसो तलै छ ठपक्क फुलै रहेछ घाँगर यसको फुले रहेछ दा घाँगर तलै छ कि माथि छैन पक्क निकाल्नु त्यो पोकलको निकालिदिएपछि आइहाल्यो यो काट्छु काट खाउनमा धेरै लानुपर्छ तेल धेरै खतम हुन्न कि ल छ नि म काट्छु यसै बा यहाँ खिदिन्छ पर्छ जामै होइन बा अहिले सुन्नु त्यो बच्चिम पनि छ होला बाबु मान्छे त निकाल त्यसलाई छ मान्छे त पक्कै छ एउटा ढुङ्गा पक्क ठुलो जान्छ झम्पल्ला जान्छ पक्कै हानेर त्यो पार्टीहरूले झट्टै नदेखेको है त खुसी हुँदै जान्थ्यो यसको उसले गन्धले नि मर्छ कि अब दाइ तलपट्टि नि तान्नु नि त्यो ओहो नानी त सबै मरेछ नानी होइन माउ हो माउ हो मिजा होइन क्या बा यो मानायक रहेछ जो माउ मिजा कि मिजा होइन मेनो भयो यो मेनु भयो बा मेनु भयो रहेछ उनीहरू मान हो मान यता खिच्नु उता हेरेको कि फेरि हात बाङ्गिएको छ बा ऊ पनि निकाल्नु त पन्जा होइन कोही त दिदी हुन्छ त्यहाँ त्यतिकै टोकेछ मलाई त्यहाँ पन्जाबी लाउँदा पनि दाइनीको है एउटा भयो हुन्छ बोरा बोरा थाप ल ल ल बोरा 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 कतिको भरिलो छ यो रहेछ अस्ति भर्खर त गएको पुर्ने है पुर्ने त भर्खर लगभग कति 7-8 दिन भयो कि तल्तिर गयो कि हो कि सानो तल्तिर बनाएर चाहिँ अनि छ तल्तिर हात टोक्ला है पन्जा लाउनु के पन्जा टोक्छ अहिले उडाइसकेको थियो अस्ति पुण्य आउने चाहिँ बन्नै है अरे छ त म धेरै छ त सधैँ तल छ माउ पनि गदा हुन्छ बुझेर खान्छ ओ ये बल्ल भरि भइरहेको त्यही भएर माउ धेरै भएको यो लाउने पन्जाको अलि नजिकै बाल्नु फर्स्ट टाइम आएको त केटा ल तँलाई पनि म भिडियोमा बनाउँछु है तलैसम्म बनाएर बनाउँदै ल रहेछ क्या माउ पनि हालिदिनु यिनीहरू बाल खानु छ जाति हुन्छ अरे क्या त्यो उसले माइराल पनि खान्थ्यो माउ त्यो माउ हुन्छ अलि छ तल्तिर गयो बच्चा पनि गयो होला धेरैले बनाएर छ त ये गोल हो गया ये गति धेरै रहेछ बल्ल भरि आयो भरिला यी भरिला बेसिन गएर गाडी चाहिँ माउ रहेछ ये ओहो यस्तो भरिलो ल रहेछ अझै छ उतातिर हाततिर एउटा खानेकुरा छ कि टोक्ला गाँठे पन्जा लगाउनु यो लाउने कि पन्जा अब मर्छ अब मर्यो तर पन्जा नलाउ
के बच्चा उठाउँदै खतरा भइसक्नु ऊ बच्चा हिँडिरहेको छ मलाई टोएको परार कि झन् परार हो ऊ बच्चा हिँडिसक्दै ऊ बच्चा हिँडिसक्दा टिप्न माउ हो के बच्चा होइन त्यो यो कि यो सेतो टिपके माउ मात्र टिप्दैन मलाई डर लाग्यो मरेको त यो हेर्न मरेको मरिसक्यो क्या कोही कोही जिन्दा हुन्छ के बेसी मुरमुर गरेको ठुलै रहेछ कि माउ हुर्काएछ कि जग्गा पनि कस्तो देख्यो होला क्या हेर न जग्गा त राम्रो रहेछ कति छ पेन्दै छ कि छैन छ गोला छैनन् गोला मतलब म घोसाएको माउ त रहेछ पुरै हात माउ मिठो हुन्छ हौ अझै रहेछ डराउनु हुन्न यति अँध्याला बच्चीमा आइदियो भने भयो जति पनि पुग्छ मनके हामी 3 घर योभन्दा धेरै होला हामी 3 घर यतिको माटो फालेको थियो अस्ति छ यति चाहिँ फालेको थियो यति माटो अरू टिप्ने टिप्ने अब गोला छैन हो र गोला छैन यति बिचमा हेर्नु त्यताले यति पनि घट्दैन त तेरो आधा लिटर भयो भने छैन ठिकै छ ऊ फर्काएर लाग्यो छैन क्या मर्का नपुगेको भन्दा त हो उभिरहेकै जाति त्यो उसले झुम्रोमा पोले अब धेरै चाहिन्थ्यो के अरे ढिङ्गालाई आधा यसले धेरै लाउँछ त यतापट्टि के रहेछ पेन्दै अब त जान्नु न एक्लै त मैले जान्न त्यो बच्चुम जान्न सकिन्न यता पनि नरहेछ मेसो जाने नि नरहेछ है छैन क्या छैन हो यहाँ छ कि हो यो ए बस छोडिदिनु यो उस छ कि खिराको चोक भो 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 एकैछिन यहाँ आउँछ तिमी 2 महिनामा आउँछ भो भो भो